मेरो विषय वीर ध्वजा अभिलेख र विस्तार रहेको छ। अब अहिलेको क्राइटेरिया अनुसार तपाईँहरूलाई पनि लाग्न सक्छ। यसमा हाम्रो एब्स्ट्राक्ट छ र के छ, मैले सिधै आर्टिकल लेखेँ जे प्राथमिक स्रोत छ, त्यो प्राथमिक स्रोतकै आधारमा यसलाई एनालाइसिस गरेर यो लेख तयार पारेको हो र ध्यानपूर्वक सुनिदिनु होला। र प्रश्न पनि अब उहाँले भन्नुपर्ने कुरा प्रश्न मात्र राखिदिनु होला, लामो ब्याकग्राउन्ड नलिदिनु होला। हामीहरू सबै तपाईँ सबै विद्वान विज्ञ हुनुहुन्छ। धन्यवाद। म आफ्नो विषय सुरु गर्छु। अब मेरो विषय छ वीर ध्वजा अभिलेख र विस्कार। संस्कृति हाम्रो पहिचान। संस्कृति बन्यो भने देश समाप्त हुन्छ। संस्कृति मर्यो भने हाम्रो पहिचान गुम्छ। हाम्रो पहिचान गुम्यो भने हामी जीवित मृत व्यक्ति मात्रै रहन्छौँ। विश्व हाम्रो पहिचान। मेचीदेखि महाकालीसम्म मनाइने हाम्रा जति पनि जात्रा चाडपर्वहरू छन् स्थानीय राष्ट्रिय महत्त्वका, ती सबै हाम्रा राष्ट्रिय निधि हुन्, सम्पदा हुन्। यति पृष्ठभूमि लिएर म तपाईहरु समक्ष राखौं र आजभन्दा आधा शताब्दी अगाडिसम्म पनि तीनजना मानिस भेट्यो भने तिम्रो नाम के हो भनेर परिचय दिँदैन थियो। परिचय कसरी दिन्थ्यो? तिमी कुन जात्रा मान्छौ? म त यहाँ मान्छु, इन्द्र जात्रा मान्छु। ए यो कान्तिपुर रहेछ, काठमाडौँको रहेछ। अनि तिमी कुन जात्रा मान्छौ? म त मच्छरनाथको जात्रा मान्छु, यो ललितपुर रहेछ। तिमी नि? म त बिस्का जात्रा मान्छु, बिस्के यो भक्तपुर रहेछ। यसरी पहिचान दिन्थ्यो। वीर ध्वजा हरेक वर्ष मेष संक्रान्ति दिनमा मीन राशि मेष राशिमा प्रवेश गर्ने त्यो समयमा मनाइने जात्रा हो बिस्का जात्रा, बिस्केट जात्रा। त्यो बिस्केट जात्राको नेवारीकरण बिस्का हो। बिस्काको पूर्व संस्कृत रूप विश्वकेतु हो। विश्व ध्वज स्तम्भ अर्थात यो सिंह इन्द्र ध्वज स्तम्भ नै हो। यहाँको अर्थ इन्द्र भन्ने अर्थ लाग्छ। चाहे कान्तिपुरको इन्द्र ध्वज स्तम्भ होस् अथवा भक्तपुरको अथवा नेपाल अधिराज्यमै ध्वज स्तम्भ खडा गरेर मनाइने जति पनि जात्रा छन् पश्चिम नेपालमा पनि मैले देखेको छु। यी बिस्का जात्राकै परिष्कृत रूपहरू हुन्, विकसित रूपहरू हुन् भनी मान्न सकिन्छ। र यो विश्व ध्वज स्तम्भमा फहराइने जुन एक जोडी ध्वजा छ त्यो ध्वजालाई वीर ध्वजा, विश्व ध्वजा, शुक्र ध्वज आदि अनेक नामहरू छन्, शास्त्रीय नामहरू छन्। त्यही वीर ध्वजाको हालसम्म प्राप्त अभिलेखीय प्रमाणहरूको आधारमा विश्वकेतु त्यही विश्वकेतुको नेवारीकरण नेवार समाजमा बिस्का र नेपाली राष्ट्रिय जीवनमा बिस्केट रहन गएको हो। पूर्व मध्यकालको टौमडी टोलको अनि विभिन्न हस्तलिखित ग्रन्थहरूको आधारमा अमरकोशमा नै विश्वकेतु र त्यस्तै गरिकन विश्व जात्रा अहिलेसम्म पनि भक्तपुर राजदरबार तलेजुमा यो बिस्केट जात्राको रिमोट कन्ट्रोल, तान्त्रिक रिमोट कन्ट्रोल भक्तपुर राजदरबार तलेजु। त्यहाँ पनि विश्व जात्रा महापर्व नै भनेर संकल्प वाक्य लिने गर्छ। तर भक्तपुर अहिले राष्ट्रिय कला संग्रहालयभित्र छ। जितामित्र मल्ल र भूपतेन्द्र मल्लको नेपाल सन् 818-808 को शिलालेख प्रमाणहरूमा पनि विस्क्यात संक्रान्ति कुन्नु अर्थात् बिस्केट संक्रान्तिको दिनमा भनेको। त्यसकारण त्यसैको अहिलेको रूप राष्ट्रिय जीवनमा, नेपाली राष्ट्रिय जीवनमा बिस्केट अनि नेवारहरूको संसारमा बिस्का रहन गएको र यसैलाई यो जुन ध्वजा अभिलेखहरू छन् अहिलेसम्म प्राप्त ध्वजा अभिलेखहरू, मलाई लाग्छ ध्वजा अभिलेखको यो छायाचित्र सहित
यदि मेरो अल्पज्ञान होइन भने हुन पनि सक्छ, म दावा गर्दिनँ। तर यो कार्यपत्रमा पहिलोपल्ट यो जगत प्रकाश मल्लको समयको नेपाल सम्मत 768 को यो झुत्रो भइसकेको छ, यो ध्वजा अभिलेख प्राप्त भएको छ। अन्वेषणले अन्वेषणलाई डाक्छ। यो विषयमा अन्वेषण गरिसकेपछि एकजना मेरा विद्यार्थीले यो ध्वजाभिलेखको बारेमा अध्ययन गर्न आउँदाखेरि जमानामा मलाई लाग्छ 35 वर्ष जति अगाडि स्थानीय लीलावन्त मुनकर्मी र म त्यो भैरवनाथ मन्दिरको माथिल्लो तल्लामा पुगेर त्यहाँ भएको त्यो पुरानो ध्वजाभिलेखहरू, ध्वजा, विश्व ध्वजा अथवा वीर ध्वजा त्यो फुकाएर हेर्दाखेरि झन्डै 1 फिट जति त त्यो धुलो छ। बुङ बुङ त्यो धुलो उडेपछि जिउ सबै चिलाइसकेपछि अर्कोपल्ट आउला भनेर हामीहरूले त्यो छोडेर गयौँ। जगत प्रकाश मल्ल र रणजित मल्लको चाहिँ हेरेकै हो, तर त्यहाँ बसी नसक्नु भइसकेपछि पछि आएर त्यो विद्यार्थीले तिमी गएर त्यसको फोटो लिएर आउन सकिन्छ भनेर भने। नभन्दै उनले फोटो लिएर आयो र उसकै अनुमतिमा, उनको अनुमति लिएर, स्वीकृति लिएर यो 768 को जगत प्रकाश मल्लको र रणजित मल्लको 862 को यो वीर ध्वजा अभिलेख मैले यहाँ राखेको छु। र हालसम्ममा यो अहिलेसम्म विस्का जात्राको बारेमा जति पनि अध्ययन अनुसन्धान भयो त्यो सन्दर्भमा छायाचित्र सहित यो आएको मलाई लाग्छ यो पहिलोपल्ट हुनुपर्छ। अब विश्व ध्वज स्तम्भ अर्थात् यो सीमा फहराइने जुन एक जोडी ध्वजा छ, त्यो एक जोडी ध्वजालाई नेवारीमा हलिम पत भनिन्छ। हलिम भनेको विश्व हो, पत भनेको पताका हो, विश्व ध्वजा हो, संसारको झन्डा भनेको। अब यसमा वैदिक कालदेखिकै कुराहरू आउँछ, जस्तो विश्वदेवको कुरा आउँछ त्यसमा, र विश्वदेवकै सन्दर्भमा कुरा आउँदाखेरि टाइम छ कि छैन मैले पृष्ठभूमिमा सिधाइदिएँ। जस्तो अलिकति यो पढेर सुनाउँ तपाईँहरूलाई। कुनै एक मात्र नभएर प्रकृतिका अनेक महान दैवीय शक्तिहरूको प्रतिनिधित्व गर्ने उच्चतम देवताहरूको एकीकृत शक्ति विश्वदेव हुन्, जसको खास सम्बन्ध किसानहरूको कृषि कार्यसित रहेको कुरा वैदिक पौराणिक साहित्यबाट खुल्छ। विश्वमा लगभग कुनै समयतिर सर्वत्र सभ्यताको आरम्भ भएको र त्यसको सुरुवात पनि कृषि कार्यबाट नै भएको दृष्टिगोचर हुन्छ। यहाँनिर तपाईहरु समक्ष एउटा निवेदन गरौँ। नेपाल मण्डलको सभ्यता 5000 वर्ष पुरानो, सिन्धु घाटी सभ्यता जत्तिकै पुरानो छ भन्ने कुरा हालैको अन्वेषणबाट देखिन आएको छ। नेपाल मण्डलका नेवा बस्तीहरू, गल्लीहरू, सडकहरू, घरहरूको अहिलेको अवस्थितिलाई मात्र हेर्दाखेरि पनि सिन्धु घाटी सभ्यता उहिले पतन भयो, तर त्यो सँगै कुममा कुम मिलाएर विकसित हुँदै आएको नेपाल मण्डलको सभ्यता भने आजसम्म पनि वर्तमान छ कुनै न कुनै रूपमा। र भक्तपुर आरम्भदेखि नै नेपाल मण्डलको सभ्यताको सूत्रधार पनि रहिआएको छ। चैत्र मसान्तको दिनमा ध्वजोत्थान गरिने योसी विश्व ध्वज स्तम्भलाई मे संक्रान्तिको दिन ध्वज भञ्जन विधान गरी ढाल्दा योसी जुन दिशातिर ढल्छ त्यस दिशातिर पहिले वर्षा हुन्छ र रोपाई हुन्छ भन्ने विश्वास रहिआएको छ। यसले पनि विश्वदेव कृषकहरूको हित चिताउने र महान रक्षक देवता रहेछन् भन्ने अनुभूत हुन्छ। यस प्रकारको संक्षिप्त विवेचनबाट पनि विस्का जात्रा विश्वमै मनाइने प्राचीन जात्रा उत्सव मध्येको एक रहेछ भन्ने कुरा जानिन्छ। र यो जात्रा सैन्धव सभ्यता जत्तिकै प्राचीनदेखि नै नेपाल मण्डलको सभ्यताको आरम्भदेखि नै भएको देखिन्छ। अब अरू कुरा नपढौँ यहाँ। र एउटा कुरा मैले यहाँ के उल्लेख पनि गरेको छु भने यो भयो पौराणिक कालको कुरा, तर अभिलेख प्रमाणको तिर दृष्टि दिँदाखेरि लिच्छवी कालको अभिलेखमा ध्वज गोष्ठीको उल्लेख आएको छ, इन्द्र गोष्ठीको उल्लेख आएको छ। यसले के देखाउँछ भने आजभन्दा 1400 वर्ष अगाडि नै अथवा 2000 वर्ष अघि नै लिच्छवी कालमा यो ध्वजा फहराएर धुमधामसँग विस्का जात्रा मनाइन्थ्यो भन्ने कुरा हामी थाहा पाउन सक्दछौँ। मध्यकालमा त हामीसँग धेरै अभिलेखी प्रमाणहरू छ, त्यसबाट पनि यो विस्का जात्रा धुमधामसँग अथवा अझ विस्तृत रूपमा, किनभने सुरुमा
चैत्र मसान्तको दिनमा यो विश्व ध्वज स्तम्भ खडा गर्ने अथवा यसै खडा गर्ने र यस संक्रान्तिको दिनमा ढाल्ने 2 दिने जात्रामा सीमित रहेको यो जात्रा मल्लकालको अन्तिम समयसम्म आइपुग्दाखेरि च्याचा गुरु अर्थात् 8 रात 9 दिन लामो जात्राको रूप यसले लिन पुग्यो। धेरै विधि विधानहरू थपे, भैरव भद्रकालीको रथ जात्रा, दुमाजुको रथ जात्रा, स्थानीय जात्राहरू समेत गरिकन 8 रात 9 दिन लामो जात्राको रूप लिन पुग्यो। कुनै बेला भक्तपुर, हिजो पनि कुरा उठ्यो, कुनै बेला भक्तपुर 12औं शताब्दीदेखि 300 वर्षभन्दा केही बढी समयसम्म समग्र नेपाल मण्डलको राजधानी नगरको रूपमा रह्यो भक्तपुर। त्यति बेला भक्तपुर राजनैतिक प्रशासनिक दृष्टिले मात्र नभइकन धार्मिक सांस्कृतिक राजधानी नगरको रूपमा पनि यो रह्यो। सत्ता मर्छ, संस्कृति मर्दैन। संस्कृति गतिशील हुन्छ, कल्चर इज डाइनामिक भनेर भन्छ नि, संस्कृति गतिशील हुन्छ। पुराना केही कुरालाई विस्मृतिमा राखेर केही नयाँ कुराहरू लिएर यो गतिमान भइरहेको हुन्छ संस्कृति। त्यसैले यो बिस्का जात्रामा धेरै विधि विधानहरू यसमा थपिएर आए र एउटा कुरा चाहिँ के त भन्दाखेरि बिस्का जात्रामा जुन यो हलिम्पद वीर ध्वजा, त्यो ध्वजामा एउटा गलत मानसिकता, भ्रम मानसिकता के रहेको छ हाम्रो समाजमा भने यो नाग नागिनी मरेको सन्दर्भमा मनाइने जात्रा हो। यो बिल्कुलै गलत हो। यसमा बढी व्याख्या विश्लेषण नगरिकन छोटोमा के भन्नु त भन्दाखेरि वर्षमा एकचोटि फहराइने त्यो ध्वजामा त्यो अपशकुन हेर्न को जान्छ? त्यसमा त सूर्य, चन्द्र, कुशल मङ्गल, अष्टमङ्गलको प्रतीक छ, भैरव छ, गणेश छ, वञ्चरो छ, चराचुरुङ्गीहरू छन् र अझ भन्ने हो भने नेपाली राष्ट्रिय झण्डाको प्रारूप त्यो विश्व ध्वजा हो, त्यो हलिम्पद हो अहिलेको हाम्रो नेपाली राष्ट्रिय झण्डाको। अब सूर्य चन्द्र भन्दाखेरि सूर्यवंशी चन्द्रवंशी भनेर भन्छौँ हामी। वास्तवमा त्यो सूर्यवंशी चन्द्रवंशी नभइकन जबसम्म यो संसारमा सूर्य छ, जबसम्म चन्द्र छ, त्यति बेलासम्म यो रहिरहन्छ। शिलालेखलाई नै हामी हेरौँ, हामी इतिहासका विद्यार्थीहरू हौँ, शिलालेख हेऱ्यो भने पनि त्यहाँ एउटा आकृति रहन्छ, त्यसको दायाँ बायाँ सूर्य छ, चन्द्र छ। त्यो के देखाउन खोजेको थियो? त्यो सूर्यवंशी चन्द्रवंशी होइन, त्यो सूर्य र चन्द्रलाई साक्षी राखेर यति यो अनवरत रूपमा यो पछिसम्म पनि चलिरहन्छ, त्यो सन्देश त्यसले दिन खोजेको हो। त्यसकारण यो जुन विश्व ध्वज स्तम्भ छ यो अहिले स्थानीय जात्राको रूपमा लिन रहन गयो। तर कुनै बेला यो राष्ट्र रक्षाको लागि, कृषिको उन्नतिको लागि, सहकाल, सुख, शान्ति, समृद्धिको लागि र बाँचेकाहरूको लागि मात्र नभइकन मरेकाहरूको पनि सद्गति होस्, उनीहरूको निमित्त पनि मनाइने, मेरो होइन सबैको, सारा देशवासीहरूको कल्याण होस् भनेर मनाइने जात्रा हो, बिस्का जात्रा हो। र यो जुन ध्वजा हो त्यो ध्वजा भैरव र भद्रकालीको प्रतीकको रूपमा रहेको छ, नाग नागिनीको प्रतीकको रूपमा रहेको छैन। यसलाई यो संसारको झण्डा हो। र यहाँ एउटा महत्त्वपूर्ण कुरा के भन्यो भने बिस्का जात्रालाई लिएर एउटा के पनि भ्रम मानसिकता छ भने यो विक्रम सम्वतसित जोडिएको छ। विक्रम सम्वतको पहिलो वर्ष वैशाखको 1 गतेलाई यससित जोडेर हेर्ने गरिएको पाइन्छ। वास्तवमा यो सरासर गलत हो भन्ने कुरा हालैको अन्वेषणबाट देखिन आएको छ। अब तपाईँहरूलाई थाहा नै छ, जहाँ अन्त्य छ आरम्भ त्यहीबाट छ, अनुसन्धानको अन्त्य छैन। हामीहरूले पनि सोचेको थियौँ यो विक्रम सम्वतसित सम्बन्धित छ, तर विक्रम सम्वतको न्वारान नै नभएको धेरै वर्ष अगाडिदेखि नै यो जात्रा चलिआएको थियो। नेपाल सम्वत मानुन् नमानुन् यो सारा नेपालीहरूको हाम्रो आफ्नो राष्ट्रिय सम्वत हो। यो नेपाल सम्वत खालि तिथिबाट मात्र चल्छ, तिथिबाट मात्र चल्छ भनेर हामीहरूले भन्दै आयौँ। नेपाल सम्वत तिथिबाट मात्र होइन, मितिबाट पनि चल्ने जात्रा हो, गतेबाट पनि चल्ने जात्रा हो। यो कुरा यसमा पनि उल्लेख छ। त्यसकारण र अर्को कुरा यो समयको गति हो, कस्मिक स्ट्राइक हामी भन्छ नि वैदिक कालमा विष्णुको एउटा चाहिँ त्यो जस्तै यो बिस्का जात्रामा जुन एउटा विश्व ध्वज स्तम्भ खडा गरिन्छ, हजारौं हातहरूको एकीकृत शक्तिले त्यो खडिन्छ, पूर्वबाट पश्चिममा ढल्छ। यो जस्तो सूर्यको गति उस्तै विश्व ध्वज स्तम्भ पूर्वबाट उदाउँछ, पश्चिममा ढल्छ। यो त अनवरत रूपमा चलिरहने प्रक्रिया हो। जन्म, जीवन, मृत्यु
एउटा शाश्वत सत्य हो। त्यसैलाई यसले पनि बुझाउन खोजेको छ। मलाई लाग्छ समय जान लाग्यो कि क्या हो र बाँकी छ है। एउटा कुरा पेपर त तपाईँहरूसँगै छ होइन, पेपरको कुरा किन गरौँ, एक दुईवटा कुरा त्यहाँबाट पनि यो विश्व ध्वजा अथवा हलिउड पत्र यो विभिन्न कालखण्डमा विभिन्न शासकहरूले राखेको पाइन्छ। कस्तो अवसरमा राख्ने चलन रहेछ त भन्दाखेरि अब कुनै सत्ता परिवर्तन भयो, नयाँ राजा आयो, विशिष्ट विशेष घटना घट्यो देशमा, त्यो अवसरमा यो हलिम पद अर्थात् वीर ध्वजा विश्व ध्वजा चढाउने परम्परा रहिआएको रहेछ। यो परम्परा शासक वर्गमा मात्र नभइकन जनवर्गमा पनि रहिआएको देखिन्छ। तर जनताहरूले राखेको एउटै पनि ध्वजा अहिले मेरो अन्वेषणबाट देखिन आएको छैन। त्यहाँ अहिलेसम्म देखिएको यो ध्वजा अभिलेखहरूमा राजा जगत प्रकाश मल्लले नेपाल सम्मत 768 मा, रणजित मल्लले 862 मा, त्यसपछिबाट आएर शाहकालमा राजा रणबहादुर शाह, त्रिभुवन अनि वीरेन्द्र, त्यसपछि गिरिजा प्रसादको समयमा पनि राखेको जस्तो लाग्छ। अनि त्यसपछि अन्तिम राजा ज्ञानेन्द्रको समयमा राखेको देखिन आएको छ। जहाँसम्म एउटा संयोग भनौँ वा के भनौँ तपाईँहरू समक्ष, संयोग भनौँ वा जे भनौँ, इतिहासको विद्यार्थीलाई अलिकति पर राखेर एउटा सामान्य नागरिक साधारण व्यक्तिको हैसियतले म सोध्छु, म के सोध्छु, आस्था र विश्वास, मानिसको आस्था र विश्वास सत्यभन्दा पनि उपल्लो हुँदो रहेछ। सत्य फ्याक्ट त्योभन्दा पनि माथि हुँदो रहेछ। त्यसैको पृष्ठभूमिमा टेकेर भन्नु पर्दाखेरि मैले यहाँ लेख्न त लेखिनँ, अघि हेमन्त सरसँग कुरा गर्दै आएको थिएँ यो विषयमा। हो त नि होइरहेछ। त्यो के त भन्दाखेरि रणबहादुर शाहले पनि वीर ध्वजा चढाएका रहेछन्। उनले सम्मत 1854 सालमा चढाएको रहेछ। त्यस उनले चढाएको जुन वीर ध्वजा छ तपाईँहरूलाई थाहा नै छ। त्यो वीर ध्वजा चढाउँदाखेरि कसैलाई थाहा छ कसैलाई थाप्दैन भन्ने प्रबल जनविश्वास अहिले पनि व्याप्त छ भक्तपुरको सांस्कृतिक जीवनमा। अनि पुरुषोत्तम हेरेन त रणबहादुर शाह पनि त 2 टुक्रा भएर काटिए। हो त नि, हो रहेछ। त्यो कुरा मैले पछि थपौला। अर्को कुरा, त्रिभुवन वीरविक्रम शाहदेवको पालामा उनले पनि वीर ध्वजा चढाएका रहेछन्। त्रिभुवनको समयमा खोइ के भयो, त्यो अलिकति त्यो कन्टेम्पोरारी हेर्दाखेरि 2007 सालको समय त्यसपछि आयो, राम्रै भयो त्यसपछि। अनि वीरेन्द्रको समयमा अनि त्यस्तै रणजित मल्लकै कुरा गरौँ। रणजित मल्लले 862 मा हलिम पत्र चढाए, प्रमाण यहाँ छ। रणजित मल्लले विश्व ध्वजा चढाए। मल्लकालको अन्तिम प्रतिनिधि रणजित मल्ल नै हुन आयो। अब त्यसपछि शाहकालमा राजा भएपछि ज्ञानेन्द्रले पनि विश्व ध्वजा चढाए। त्यो विश्व ध्वजा हेर्न मेरो साथीहरू म पनि गएको थियौँ। त्यो चढाएको वर्षमा त्यो अभिलेख पढ्न गएको थिएँ। हजारौँ भिड थियो। त्यो भिडको माझमा हामीहरूलाई भिडले ठेल्दै त्यो पिपलको रुखतिर पुर्यायो। मैले त्यो कुरा यहाँ अलिकति यहाँ वर्णन पनि गरेको छु र त्यो भिडलाई धन्यवाद दिन्छु म। त्यसपछि त्यो विश्व ध्वजालाई यसरी हल्लाउने मचाउने चलन छ। झलम गयो भन्छ, सुतिरहेको विश्वनाथ भैरवलाई उठाउने त्यो भावमा धेरै हल्ला छन् त्यहाँ। त्यो जात्रालुहरूले हामीहरू सोध्दै थियो कति हल्लाको, अब त ढाल्दै भइहाल्यो नि भन्दै त्यो विश्व ध्वजा त 3 टुक्रा भएर बडो पड्केर 3 टुक्रा भएर ढलेछ। अन द स्पट 4 जना मान्छे त्यहीँ मऱ्यो। एम्बुलेन्स त्यहीँ थियो, एम्बुलेन्सले पनि लान पाएन। हजारौँ छ। अब के जनजीवन त्रसित भयो। ओहो अब त अनिष्ट हुन्छ, राजालाई अनिष्ट हुन्छ। राजाले राखेको थियो हेर्नुहोस् है,
अनि केही इन्टरभ्युजहरू मलाई पनि लिन आएको थियो मानिसहरूले, एफएममा लिन आएको थियो, बनेपा जाँदै थियो, अहिले पनि सम्झना छ। के हुन्छ अब राजालाई अनिष्ट हुन्छ, यसै बोल्थेँ मैले पनि। एक हप्तासम्म डर लागिरह्यो, अब समाप्त आउने हो। मेरो आफ्नो अनुभव अब तपाईँहरूलाई थाहा नै छ। त्यसपछि के भयो अलिकति कुरा यहाँनिरको म पढेरै सुनाउँछु तपाईँहरूलाई। संयोग, आस्था र विश्वास। राष्ट्रिय महत्त्वका जात्रा, चाडपर्व, उत्सव लगायत विधि विधान सहित जनताका आस्था र विश्वास देह र आत्मा जस्तै जोडिएर आएको हुन्छ। आस्था र विश्वास सत्यभन्दा पनि उपन्न कुरा हो। अघि मैले भने जात्रा उत्सवताका अप्रिय, असामान्य वा नसोचेको घटना घटेमा वा सफलतापूर्वक सम्पन्न भएमा त्यसले व्यक्ति, राष्ट्र, देशवासी, शासकवर्गलाई फाप्ने, नफाप्ने, अनिष्ट हुने वा धेरै राम्रो हुने इत्यादि कुरासित जोडेर हेर्ने, जोखना गर्ने लोकधारणा पनि रहिआएको छ। संयोगले त्यस्ता घटना जोखनासित मिल्न पुगेर लोकविश्वासमा बल पुगेको पनि देखिन्छ। यस कुरालाई पुष्टि गर्ने असंख्य उदाहरण छन्। ती मध्येको एउटा ज्वलन्त उदाहरण बिस्कालाई नै लिउँ। आकाश भैरवलाई नयाँ ध्वजा चढाउँदा फाप्ने नफाप्ने लोकविश्वास रहेको छ। संयोग नै मान्नुपर्छ। भैरवनाथलाई वीर ध्वजा चढाउने मल्ल वंशका अन्तिम राजा रणजित मल्ल नै देखिन आए। त्यसै गरी भैरवनाथलाई वीर ध्वजा चढाउने शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाह नै देखिन आयो। उनी शाह वंशका मात्र नभएर हजारौं वर्षदेखि चलिआएको राजतन्त्रात्मक शासक व्यवस्थाका पनि अन्तिम हुन पुगे। त्यसपछिको प्याराग्राफ सुन्नुहोस् है। नारानीति दरबार हत्याकाण्डमा युवराज दिपेन्द्रको पनि ज्यान गयो, वंशै नाश भयो। मलाई लाग्छ राजा घोषित हुनु पूर्व नै उनको मृत्यु भइसकेको थियो। विचार्ने एवं उदेक लाग्दो कुरा के छ भने एक अचेत कोमामा पुगिसकेको मृत प्राय भनिएको व्यक्तिलाई उनको सहमति बिना नै राजा घोषित गरियो। राजगद्दीमा बस्ने कुरा त परै जाओस्, आफू राजा भएको थाहै नपाई उनी मरेपछि उनी राजा भए। र संसारका इतिहासमा सायद 10 घण्टा पनि नबित्दै अत्यन्त कम समयमा राजा भएर पनि शासन नै गर्न नपाई मरेका उनी एकमात्र अचम्मैका अभागी राजा साबित भए। विश्वकै इतिहासमा यो एकमात्र अत्यन्त अस्वाभाविक, नचिताएको असामान्य घटना थियो। त्यसपछि ज्ञानेन्द्र राजा भए। राजा भएको वर्षमा उनले भैरवनाथलाई ध्वजा चढाए। त्यसपछिको प्रसङ्ग त मैले तपाईँहरूलाई सुनाएँ। अन्तमा यहाँ जीवन एक जात्रा। अलिकति म भावुक पनि भएँ, यो सत्य कुरा पनि भयो। अहिले हामीहरूको यो जुन यहाँ कार्यक्रम चलिरहेको छ यो पनि त जात्रै हो। कसले भन्छ यो जात्रा होइन भनेर? अभिनय मैले पनि यहाँ गरिरहेको छु। कसले भन्छ जीवन जात्रा होइन भनेर? अल्पक्षणको जीवनका हरेक क्षण जात्रा नै त हुन्। जात्रा बिनाको जीवन कहाँ पो रसरङ्गले भरिएको हुन्छ र? बिस्कालाई नै हेरौँ, बिस्केट जात्रा। त्यहाँ पनि जीवनको रसरङ्ग छ। सायद यसैले अब कहिले पनि बिस्का जात्रा हेर्न नपाउने गरी राज्य छाडेर जानुपर्ने सङ्घारमा पुगेर एक्लिएका बुढा राजा रणजित मल्लको जीवन कति निरस भयो होला। अन्तर्मनदेखि उर्लेर आएको बिस्का विरह वेदनाले उनी कति रोए, रन्थनीय होलान् भन्ने कुरा उनीद्वारा नेपाल भाषामा विरचित थोथेन जागु रस गब्लेसँग दैवको राम हाजी बनबुने यस्तो रस रङ्ग अब कहिले पनि हुने भएन। राम म कहाँ जाउँ नामक विरह गीत अद्यापि बिस्का जात्रा ताका गाउने प्रचलन रहिआएको छ। घाटु लयमा बिस्का जात्रा ताका गाइने गीत भएकोले यसलाई बिस्कामे भनेर भनिन्छ। उक्त गीतको तल प्रस्तुत मार्मिक अंश छ। यहाँनिर एउटा कुरा 20 मिनट गएछ, 2-3 मिनट लिन्छु, क्षमा चाहन्छु समय लिन खोजेकोमा। अघि पनि हाम्रो हेमन्त सरसँग हामी कुरा गर्दै आएको थियौँ। यो गीत मैले उहाँलाई सुनाएँ। यस्तो रहेछ पुस्तम भनेर उहाँले भन्नुभयो। बुढा राजा रणजित मल्ल आफ्नो राज्य छोडेर, घर छोडेर जाँदाखेरि कस्तो मन रुन्छ। एउटा राज्य छोडेर जाँदाखेरि चन्द्रगिरीको डाँडाबाट फर्की आफ्नो राज्यलाई हेरेर उनी गए। उनले एउटा गीत रचे विरह वेदनाले। त्यो गीत अहिले पनि भक्तपुरमा यो के भन्छ बिस्का जात्रा ताका घन्किन्छ। सबैले गाउँछन्, सबैले गाउँछन्। भजन सजनमा पनि यो गीत घन्किन्छ अहिले पनि। सत्ता मर्यो संस्कृति त छ नि, त्यसको एउटा उदाहरण त्यो पनि हो। अब त्यो गीत अहिले पनि गाउँछन्।
त्यो हामीहरूको यहाँ मात्र होइन, युरोप अमेरिकातिर पनि यो चलन छ, सरहरूलाई थाहा नै होला। बाल सङ्ग भनेर ऐतिहासिक घटनामा आधारित तथ्य गीतहरू, जस्तो शीतला माझुको गीत छ, त्यस्तैसँग हामीहरूसँग यो बिस्कामे छ। यो बिस्कामे अब लामो पृष्ठभूमि नलिकन भनिदिउँ, यो नेवारीमा छ। म तपाईँहरूलाई नेपालीमा भनौँ, म गीतै गाएर सुनाइदेऊ। जागुरस गबुले सधैँ माखु राम जी गनवने गन चोने दैवया भरे चोने जित तरे मजुरे दैव राम जीवन ओने जवे सोसा ताजु मरु खवे सोसा किजा मरु जी पापी अभागी गनवन छिरे दैव राम जीवन ओने नाता पोल स्वेधक बखु जन्म कयारे दैव सन्डाल बखेया मचा तुम्बके का स्यातर दैव राम जीवनोने तपुखु नपुखु स्वेधक ना जन्म कयारे दैव चण्डाल मखैया मचा जालंके का स्यातर दैव राम जीवन होने चुपिङ्गाले मोल लुया उकिन्छ भैरव दर्शन आए राम जीवन होने। छोटोमा भन्दै यसको नेपालीमा यस्तो छ, यस्तो रसरङ्ग भएको राज्य छोडेर जानु पर्यो, हे प्रभु म कहाँ जाऊँ, दैवको भर पनि मलाई भएन, म कहाँ जाऊँ हे राम। दायाँ हेर्छु यता हेर्छु दाजु छैन, उता हेर्छु भाइ छैन, म अभागी पापी, कहाँ गएर मर्ने होला दैव, कहाँ जाऊँ म राम। पातले मन्दिर हेर्छु भनेर परिवारको जन्म लिए प्रभु, त्यो चण्डाल खसको छोरोले त्यो चण्डाल खसको बच्चाले मलाई गोलीले बन्दुकले हानेर मारेर दैव राम म कहाँ जाऊँ। सिद्ध पोखरी नवपोखरी हेर्छु भनेर माछाको जन्म लिए दैव प्रभु, त्यो चण्डाल खसको छोरोले मलाई जालमा हालेर मारेर दैव म कहाँ जाऊँ। विरह वेदनाले भरिएको गीत छ। मैले अलिकति बढी समय लिए होला, त्यसको लागि माफी चाहन्छु। तपाईँहरूलाई कस्तो लाग्यो? धन्यवाद।